सभामुख महोदय, सर्वप्रथम त यो हाम्रो राजनीति गर्ने मान्छेहरूले होइन पासपोर्टको दुरुपयोग गरे भन्ने कुराहरू छ, मलाई विश्वास छ यसपालिको सदनमा भेला भएका हामी कोही पनि सांसदले त्यसो गर्ने छैनौँ। यो विदेश जाँदाखेरि पासपोर्ट कब्जा गरेर राख्ने चलन हुँदो रहेछ, त्यो विषयमा पनि हाम्रो चाहिँ सम्बन्धित नियोगले चाहिँ ध्यान दियोस्। एउटा कामदार जान्छ यहाँदेखि विदेश, अनि विदेश गइसकेपछि एउटा कम्पनीले उसको पासपोर्ट कब्जा गरेर राख्छ, अनि उसलाई चाहिँ नि जति दिनुपर्ने हो पारिश्रमिक त्यति नदिकन त्यहाँ कजाउँछ, दल्छ, अनेक परिको शोषण गर्छ। यो विषयमा हामीले ध्यान दिनुपर्छ।